न मेरो दुःख कसैले बुझ्छ न प्रब्लमै बुझ्छ। म बोल्दा पनि बेसी हुन्छ र मैले केही भन्नु चाहँदा पनि बेसी हुन्छ, किनकि म आफ्नोबाट त हारेको मान्छे हो। मलाई कसैले बुझ्दैन, त्यसैले म खामोसी नै छु। अब साथीभाइ आफ्नोले त साथ दिँदैन भने आफ्नो त छैन केही पनि। सोचेको थिएँ कसैले मलाई साथ र सपोर्ट दिन्छ भनेर सोचेको थिएँ, नहुने रहेछ। अभागी त भयो भाइ, तर यति साह्रो अभागी नहोस्। कोही त मलाई सपोर्ट गरेन, कोही त मलाई साथ देऊ न। के तिमीलाई लाइक कमेन्ट सेयर गर्नु साह्रो गाह्रो पर्छ। मद्दत गर न साथीभाइ, दुःख बुझ न। छोरा मान्छेको तक्लिफ छोरै मान्छेसँग हुन्छ, कसैले कसैलाई भन्नु पो सक्दैन त। तर हुन्छ नि, तिमीले सोचेको र मैले भएकोमा धेरै लाइफ फरक, धेरै 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 नै जमिन आसमानको फरक छ। त्यसैले सपोर्ट मी, हेल्प मी।